त्यो सफा गर्ने आइमाईले तँलाई नै हेरिरहेकी थिए नि। को यस्ता मान्छेहरूले पैसा माग्न मात्र खोज्छन्, म चिन्दिनँ। हजुरले स्कुलमा भुइँ पुछेर मेरो बेइज्जत गर्नुभयो। हजुरलाई आफ्नो सोखका लागि पैसा थुपार्नु छ होला। मेरो खुसीको मतलब छैन। सौतेनी आमा कहिल्यै आफ्नो हुन सक्दैन। यो त मेरो 10 वर्षदेखिको फिसको रसिद। अनि यो आमाको बिहेको साडी यहाँ किन? बाबु, तँलाई लाग्छ उसले पैसा लुकाएकी छे? यसले 10 वर्षदेखि एउटै साडी लगाएर तँलाई यो स्कुलमा पढाइरहेकी छे। उसले स्कुलमा भुइँ पुस्दा धेरैले सौतेनी छोरालाई किन यति दुःख गरेर पढाउँछौ भन्थे। तर उसले भन्थे मेरो छोराले पढेर ठुलो मान्छे बन्यो भने मेरो यो मैलो हातको दाग आफै मेटिन्छ। उसले आज तेरो त्यो नयाँ सुट किन्नका लागि आफ्नो अन्तिम गहना पनि साउका बुझाएर आई। बुबा, जुन आमाले तेरो इज्जत जोगाउन आफ्नो आत्मसम्मान बेचिन्, उसैलाई आज तैँले सौतेनी भनिस्? आमा, मलाई माफ गरिदिनुस्। मैले त हजुरको हातको खस्रोपन मात्र देखेँ, तर हातले मेरो जिन्दगी कति सुन्दर बनाएको रहेछ भन्ने देख्न सकिनँ। हजुर सौतेनी होइन, हजुर नै मेरो वास्तविक आमा हो।